को नमुना आइसकेका छन् ला 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 हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु आवर न्यू ब्लग आयो तपाईँहरू सबैजना सन्चै हुन्छ होला म पनि एकदमै सन्चै छु आज चाहिँ फेरि आइसकेको छु म चाहिँ कहाँ भन्दाखेरि तपाईँहरूले गेस गर्नुभयो होला भन्न चाहन्छु धेरै दिनपछि भ्लग पनि बनाउँदैछु आज चाहिँ म कहाँ आएँ भन्दाखेरि हेर्न सक्नुहुन्छ आज चाहिँ जिम पार्कमा आइरहेको छौँ किनकि यहाँ चाहिँ अलिकति फोटो सुट गर्न लागिरहेको थियौँ त्यसैले गर्दा आज आइरहेको यहाँको सिनरी हेर्न सक्नुहुन्छ बब्बाल भइरहेको छ आज चाहिँ हाम्रो माझमा आज चाहिँ हामी ट्याक्क लाएर कमल र म आइरहेको कमल चाहिँ यहाँ छन् ल कमल जाओस् दुईवटा शब्द ल यस्तै आज चाहिँ दुईवटा आइरहेको छौँ ल एक्सर्साइज गरिदेऊ न त हो नलोटेर गर न भयो अहिले नगर किनकि अहिले हुनसक्छ नि त यस्तो गर्मी भएको छ गर्मीमा कहिलेकाहीँ पसिना आइदिन सक्छ आइदिन सक्छ अनि ट्याक्क लाएर यस्तै भइरहेको छ आज चाहिँ हामी चाहिँ अलिकति आज चाहिँ फोटो सुट गरौँ भनेर आइरहेको अनि त्यहाँ चाहिँ एकछिन पछि भेटौँ है त किनकि अलिअलि फोटोसुट गऱ्यौँ त्यहाँदेखि अनि अब तपाईँहरूलाई युट्युबमा अब डेली भिडियो आउँछ तपाईँहरू अब हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु सब्सक्राइब चाहिँ गरिदिनु होला वाल काट्नुपर्ने हुन्छ ट्याक्क लाएर फाइनल लुक देखाउँ है त ओके गाइज मेसिनहरू यहाँ छ ट्याक्क लाएर हेर्न सक्नुहुन्छ मेसिन ल हेलो एभ्रिवान फेरि अहिले बेलुका भइसकेको छ आज त खासै भ्लग बनाउन पाइएन हामी चाहिँ आज पसलमा बसिरहेको छौँ ट्याक्क लाएर अहिले चाहिँ पसलमा छौँ हामी चाहिँ अहिले अहिलेको सिन चाहिँ अहिले यस्तो भइरहेको छ हेर्न सक्नुहुन्छ काँडा चौरको सिनहरू यस्तो भइरहेको छ हामी चाहिँ अब ग्राउन्डको सिनहरू देखाउने कोसिस गर्छौँ हामीले चाहिँ आज गएर देखाउँ है त ओके गाइजहरू आजको भ्यू चाहिँ जोस् अहिले अँध्यारो भइसकेको छ यस्तो छ अहिलेको भ्यूहरू हेर्न सक्नुहुन्छ बब्बाल भइरहेको छ अहिले चाहिँ बेलुका भए पनि अलिक घाम चाहिँ गइसकेको छ एक्ज्याक्टली अहिले काँडा चौरको सिनहरू कस्तो छ भनेर मैले देखाउने कोसिस गर्नेछु मैले चाहिँ अहिले तपाईँहरूलाई कस्तो लाग्छ यसो कमेन्टमा छोडिदिनु होला मैले चाहिँ धेरै दिनपछि भ्लग बनाउँदैछु तपाईँहरूलाई भ्लग कस्तो लाग्छ कमेन्ट गरेर छोडिदिनु होला हाम्रो चाहिँ काँडा चौरमा यस्तो भइरहेको छ यस्तो छ सिनहरू मौसम लागिरहेको थियो आज चाहिँ जे होस् अब लास्ट अन्तिमतिर उठाएर लग्न मात्र बाँकी छ सामानहरू हेर्न सक्नुहुन्छ यस्तो छ ट्याक्क लाएर हेर्न सक्नुहुन्छ यस्तो भइरहेको छ आज चाहिँ यस्तो भइरहेको छ आज अनि हामी चाहिँ म पनि धेरै दिनपछि आएको यहाँ काँडा चौरमा लगभग आजै आएको भनौँ न म यहाँ आउनु पाएको थिएन मौसममा आयो त्यहाँदेखि आउनु पाएको थिएन यस्तो भइरहेको छ अनि माथि त्यो विनोद दाई भनिरहेको छन् माथि जलपरी खेल्यो भनेर ट्याक्क लाएर जलपरीभित्र जलपरी छिर्न लाज भनेर चाहिँ नौटङ्गी गर्न लाग्नु छन् त्यही देखाइदिउँ भनेर अहिलेसम्म चाहिँ साथै जब क्यामेरादेखि नि त्यसैले जसिएको अनि ल जलपरालाई मार्ने भनेर लट्ठी लगाएको छन् है यहाँ हो कि होइन ल छिरिरहेको छन् त्यहाँ छिर्न लागिरहेको छन् यहाँ जाऊ खेल्न आउँछ होइन है टिकट उठाउ त भाइ टिकट उठाउ टिकट फुलहरू खेलिरहेको छन् बच्चा बच्चीहरू अनि यहाँ चाहिँ बाजे चाहिँ यहाँ जोस् गाउँ कुर्दै हुनुहुन्छ अनि यस्तो भइरहेको छ जोस् यस्तो भइरहेको छ गेमहरू खेलिरहेको छन् जोस् अब काँडा चौर पनि खाली हुन्छ अनि गेमहरू खेल्न सजिलो हुन्छ है त यस्तो भइरहेको छ यहाँ चाहिँ ल आजदेखि चाहिँ अब जोस् गेम खेल्नको लागि पनि सजिलो भयो मौसमले गर्दा अलिकति डिस्टर्ब गरेर आएको थियो अब चाहिँ हामी उता लाग्यौँ है त ल पोजा देऊ त्यस्तै हालिदेऊ दामी देखेछ ल यसरी खिचिरहेको छैन है त दामी पोज सिकाउँदै बिचमा डिस्टर्ब गरेर आएको छु है अलि त्यो पुरानो हौ है ओल्ड इज गोल्ड भनेर हो क्या त्यो गरेर ल यिनीहरूले उपद्रव मर्चाइसकेका छन् फेरि चाहिँ अहिले
यिनीहरू चाहिँ घरकेटी खेलिरहेको छ खाऊ न खाऊ खाइदियो दुई खाँदा दुई खाने भनेर लडाइँ परिरहेको छन् दुइटा ल यिनी चाहिँ पकाउँदैछन् ल पकाऊ है अहिले पछि आउँछ खाना हाम्रो माझमा के अरे 2 नम्बरी इन्जिनियर आइसकेका छन् के भनेपछि के अरे ट्र्याक्टरको टायर बनाउने ल नमुना अर्को नमुना आइसकेका छन् ल ल ल ल ल ल ल ल ल छन् ल ल ल ल ल ल ल ल एक्सिडेन्ट भयो अಯ್यो ओ त्यो हैन त्यो हैन ल ल ल ल अయ్యో 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 ल कमलहरु के भन्न चाहन्छौ ल इशारा नै काफी छ बोली काफी छैन है भन अर्को भाइरल हुने कान्छ हेर जोस अब के अरे प्रगति गर्छन् जोस मैले चाहिँ देखिरहेको छु यिनको भविष्य हो देखिरहेको छु अब जोस राम्रो गरिरहेछन् बेस्ट अफ लक अनि हामी चाहिँ आजको भिडियो चाहिँ यहीँ इन्ड गरौँ भनेर लागिरहेको छु म चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सबैजनाले आजको भिडियो चाहिँ यहीँ इन्ड गरौँ कस्तो लागिरहेछ कमेन्ट गरिदिनु होला ओके गाइस सबैजना सपोर्ट गरौँ आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला धेरै दिनपछि भिडियो बनाइरहेको छु मैले चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला सेयर गरिदिनु होला अनिवार्य ओके गाइस अब चाहिँ नेक्स्ट भ्लगमा मिलाउँला है त